सो हिजोको गेममा चाहिँ प्रेडिक्सन अलिकति मिलेन, तर पनि केही छैन। लास्टमा गएर पिएसजीले नै जित्यो 1 गोल हानेर। डेम्बेलेको गोल बवाल थियो। सो गाइज यो भयो फर्स्ट लेगको रिजल्ट। सो अब सेकेन्ड लेगको प्रेडिक्सन गर्नु पर्दाखेरि चाहिँ हो अफकोर्स आर्सेनलले 1 गोल फर्काउँछ सेकेन्ड लेगमा। तर पिएसजीको कुरा गर्नु पर्दाखेरि चाहिँ पिएसजीको होममा हो, आर्सेनललाई गाह्रै पर्छ। सो पिएसजीले चाहिँ 2 गोल हान्छ जस्तो लाग्छ मलाई। सो मेरो प्रेडिक्सन भन्नु पर्दाखेरि चाहिँ आर्सेनल 1 पिएसजी 2, एग्रिगेटमा पिएसजी 3 आर्सेनल 1। तपाईँको प्रेडिक्सन के हो कमेन्टमा गर्नु। सो आज चाहिँ बार्सिलोना भर्सेस इन्टर मिलान चाहिँ एकअर्कामा भिड्न जाँदैछ। सो नर्मली कुरा गर्नु पर्दा चाहिँ बार्सिलोना चाहिँ एकदमै फर्ममा एकदम बवाल छ। उनीहरूको अट्याकिङदेखि लिएर उनीहरूको मिडफिल्डदेखि लिएर उनीहरूको डिफेन्डिङदेखि लिएर उनीहरूको म्यानेजरदेखि लिएर हरेक कुराहरूमा चाहिँ बार्सिलोना चाहिँ एकदम फर्ममा एकदमै खतरा छ। सो इन्टर मिलानको कुरा गर्नु पर्दाखेरि चाहिँ इन्टर मिलान पनि कमजोर टिम चाहिँ होइन, किनकि अस्ति भर्खर बायर्न म्युनिख जस्तो टिमलाई चाहिँ 4-3ले हराएर आएको टिम हो। सो आज रातिको गेम हेर्न पनि एकदमै बवाल, एकदमै टफ, एकदमै इन्टरटेनमेन्ट हुनेवाला छ है। सो प्रेडिक्सन गर्नु पर्दाखेरि चाहिँ आम गोइङ विथ इन्टर मिलान हो। बार्सिलोना खतरै खेल्छ, बवाल छ, फर्ममा छ। तर फर्स्ट लेगमा चाहिँ इन्टर मिलान 2 बार्सिलोना 1। तपाईँहरूको प्रेडिक्सन कमेन्टमा गर्नु।